यो जनप्रतिनिधि भन्ने चिज नै यो गाली खाने चिज रहेछ। चुनाव जित्यो केही समय अब फुलमाला पनि खाइयो, ताली पनि खाइयो। जब माला लाएर कुर्सीमा बस्यो त्यसपछि गालीका वर्षा सुरु हुन थाले। तर त्यसलाई गालीको रूपमा हामीले लिन हुँदो रहेछ, त्यसलाई हामीले सुझावको रूपमा लिन पर्दो रहेछ भन्ने कुरा अहिले मलाई त्यो अनुभूति हुन लाग्यो कि यो कुरा के रहेछ भन्दाखेरि अब हामी जनप्रतिनिधि साथीहरू यहाँ छौँ, सबै कुराहरू सकारात्मक रूपमा लियो भने त्यो सबै कुराहरू सकारात्मक हुँदै जाँदो रहेछ। तर अब हामीले सोचलाई सकारात्मकतिर बदल्न पर्दो रहेछ। यो समयले यो सिकायो नि त कुराहरू, यो स्वाभाविक कुराहरू छ। तर जेन्जी मात्रै भनेर पनि हुँदैन। जेन्जी भन्ने त एउटा नारा हो कि त्यो जेन्जीभित्र हाम्रो काम कर्तव्य र दायित्व के हो त? जेन्जी भन्दा बित्तिकै जलाउने, भत्काउने, पुरै भडक भडक पार्ने भनेर त जेन्जीको बल देखाउने मात्रै होइन नि त। जेन्जीको खास उद्देश्य के हो त? खास मकसद के हो त? खास नारा के हो त? गर्नुपर्ने हाम्रो दायित्व के हो त? हाम्रो कर्तव्य के हो त? हामीले समाजप्रति के दायित्व निभाउनु पर्छ? कि जेन्जी भन्ने उपरखुट्टी लाएर तपाईँको खुट्टातिर पनि सिरानी हालेर, टाउकोतिर पनि सिरानी हालेर, फेसबुकमा तपाईँको मोबाइलमा उत्तानो परेर लेख्ने स्ट्याटस र गाली मात्रै हो त? त्यो त होइन नि त। तपाईँ हामी सबैजना हातेमालो गरेर सुशासनका कुराहरूमा आवाज उठाउनु स्वाभाविक कुराहरू छ। बडीघाट गाउँपालिकामा सुशासन छ कि छैन त? बडीघाट गाउँपालिका वडा नम्बर 9 मा सुशासन छ कि छैन त? कहाँनिर भ्रष्टाचार भयो? कहाँनिर जनप्रतिनिधिले चाहिँ तपाईँको सुशासनको पाटोमा ध्यान आकर्षण हुन सकेन? यी कुराहरू खोज्ने त त्यो त हाम्रो लागि राम्रो कुरा हो नि त। त्यसले त्यो खोज्नुपर्छ। त्यो त नागरिकहरूको नैसर्गिक अधिकारको कुरा हो। किन भन्दा हामी त सम्बन्धित ठाउँमा गइसकेपछि खर्च मितव्ययिताका कुराहरूदेखि लिएर सुशासनको पाटोमा सबैभन्दा जोड बल दिएर हामीले काम गर्नुपर्ने हाम्रो दायित्व, हामी जनप्रतिनिधिको कर्तव्य हो। त्यस कारणले गर्दाखेरि आज बडीघाट गाउँपालिकामा साँच्चै भ्रष्टाचार भएको छ कि छैन भन्ने कुरा मसिनरी खोतलेर त्यसको गहन अध्ययन गरेर बल्ल हामीले त्यो वास्तविकता कुराहरू बाहिर ल्याउनु पर्छ। त्यस कारणले गर्दाखेरि मैले उदाहरण मात्रै दिएँ। तपाईँले कुरा उठाउन पाउनुहुन्छ, आवाज उठाउन पाउनुहुन्छ, तर व्यक्तिगत रूपमा तपाईँको बायसनेस भएर व्यक्तिगत रूपमा स्वार्थ फेर्ने ढङ्गबाट त होइन। हरेक कुराहरूको नियम हुन्छ, हरेक कुराको सूचक हुन्छ, हरेक कुराका विभिन्न प्रक्रियाहरू हुन्छ। ती प्रक्रियाका ढङ्गबाट तपाईँहरू आउनुभयो भने जहाँनिर कमजोरी हुन्छ त्यहाँनिर हामी जवाफदेही हुनुपर्छ। एउटा इन्स्टिट्युटको प्रमुख भएको हिसाबले, एउटा संस्थाको प्रमुख भएको हिसाबले जवाफदेहिता हो, नागरिकको नैसर्गिक अधिकारका कुरा हो भने हामीले जवाफ दिन हाम्रो कर्तव्य र दायित्वको कुरा रहन्छ। त्यस कारणले गर्दा यी कुराहरू उठाउन स्वाभाविक कुराहरू छ।